527 स्कुटीको 92 गरी 516 जनाको सहभागी रहनेछ। 516 जनालाई नै बेस्ट अफ लक। कुनै पनि परीक्षार्थी अब आत्तिनु पर्दैन। हामी लिन्छौँ र परीक्षार्थी र प्रत्येक परीक्षार्थी सहभागी हुँदाखेरि कुनै पनि परीक्षार्थी गार्जेन यो परीक्षामा छिर्दैन। हामी परीक्षार्थी छिर्छौँ। एकमात्र परीक्षा हो। परीक्षार्थी अपराध हुन्छ भने दोस्रो व्यक्ति हुँदैन। 516 जनामा 16 ले माइनस गरेर 500 को 1 जना गार्जेन आए पनि 16 हुन्छ। त्यो उता हाम्रो खोजै आज परीक्षामा सहभागी भई पास हुने हो। यो भिडमा उपस्थित हुँदाखेरि हरेक संस्था हरेक बुद्धिजीवी लगायतका कर्मचारी निजामती साथै सुरक्षाकर्मी भैया उपस्थित हुने ठाउँ हो। भाइको बिचमा पनि नआउनु न भाइ। हेलमेट लगाउनु भाइहरू दुईटै गोजीमा हात गर्ने भाइ र कुनै पनि परीक्षार्थी आफिनु पर्दैन। यदि नजान्ने कुरा छ भने सिक्नु पर्यो र गाडी चलाउँदाखेरि अत्यन्तै स्लो ड्राइभ गर्नु पर्यो। प्र्याक्टिस फर वे। हरेक परीक्षार्थी या कुनै पनि परीक्षार्थी वान युवर लाइसेन्स वान युवर ड्राइभ फर्स्ट एन्ड लास्ट केयरफुल ड्राइभ यो चाहिँ गर्नुपर्छ हरेक परीक्षार्थीले। अब हामी कसैले सक्दैन। सेतो पेपर अनिवार्य। बाहिर बस्दैन बहिनी। अब सुन्ने पर्दैन। बाहिर बस्दा आइहाल्छ भाइ। बाहिर बस्नु है। अब के गर्नै पर्दैन। परीक्षार्थी कसरी छिर्ने कस्तो कस्तो परीक्षार्थी यो परीक्षाको प्राङ्गणमा सहभागी हुन्छौँ। हामी माइटिङ गर्छौँ। कतिमा गर्छौँ? हामी प्रत्येक परीक्षार्थीलाई 90% मेगाबाट प्रत्यक्ष